Hello and what's up beautiful people, welcome back to my नयाँ भिडियोमा। अनि आज चाहिँ यहाँ मेरो साथ हामी मुदिर सर हुनुहुन्छ। मुदिर सर हामी चाहिँ आज टाढैतिर लागेको है। यो अन गरिदिउँ न। फेरि यसलाई त म त इन्स्टा 360 लाई त फेरि नभनौँ ल। अहिले चाहिँ हामी कहाँ छौँ भने लगन खेलमा छौँ। ल ब्याग भ्यू हेर्नु है, हाम्रो साइडमा मुदिर छ है। हो नि त, यो हो नि त मजा। हामी चाहिँ आज जाँदैछौँ, अलि टाढै जाँदैछौँ। अनि अहिले चाहिँ लगभग ठ्याक्कै 1 बजे होला मुदिर है। 1 बजे चर्को घाममा सनस्क्रिम धसेर 3 केजी जति सनस्क्रिम धसेर जाँदैछौँ काम परेर नै। अहिले चाहिँ अब ठ्याक्कै अब हामी कट्यौँ भने नि हुन्छ। अब म चाहिँ अब यो के भन्छ यस अब भन्छ नि जहिले गइरहेको बाटो हो, तर बिर्सेँ म। बिर्सेपछि भन्नु नि त भएन नि त, फिक्स भएर भन्नुपर्छ। यदि त्यो कुरा फिक्स हो भने भन्नुपर्छ, हावा तल बोल्नु हुँदैन। अहिले तलै हो तल कस्तो आइरहेको छ त। अब त 360 भ्यू अगाडि पनि खिच्न पायो, पछाडि पनि खिच्न पायो। अब यो हो नि त स्वाद भनेको त। अब यहाँको त बा कतिजना भिडियो बनाउन आउँछ नि यस्तो फुलहरूमा बा। ठिक राम्रै बनाएको छ यार यो ललितपुर एरिया। गाह्रो आज चाहिँ म एफजेड 150 BS6 मा छु। मामाजी यस्तो हो नि त, फेरि सक्दैन नि। फेरि के भन्छ बुढा मामाले पनि, हुन त यस्तो गर्नु हुँदैन है, मार्छन् फेरि। धन्न म त कि भाग्छु कि छिर्छु नै भनेर छिराएको हो नि त। त्यही सामान आएको हो भने म चट्टै भागिदिइहाल्थेँ, स्वाटै छिराइदिन्थेँ। तर यस्तो चाहिँ गर्नु हुँदैन, रिक्स हुन्छ यार। कोही त जङ्गी हुन्छ नि त, सबलाई टपेर अगाडि जान्छ भने जङ्गी हुन्छ नि। त्यति बेला बढाउँदाखेरि हामी क्रस गर्दाखेरि हामीलाई लाग्न सक्छ क्या, अनि हाम्रो दोष हुन्छ। अब चाहिँ नखीपोट यस्तै नखीपोट हुँदै जान्छौँ हामी चाहिँ। अब लेलेको बाटो मस्त। चेकपोस्ट त कट्यौँ यार, बिलुक थिएन चेकपोस्ट कट्यौँ। ओच ल ठिक छ, अब यहाँबाट चेक्नु हुँदैन। चेकपोस्ट कट्यौँ, अब त मतलबै भएन। ल हेर्नु यस्तो डाँडा काँडा हेर्नु, लु यो हो नि त। कम्ती रमाइलो छ डाँडा काँडामा यार। गर्मी नै उस्तै छ यार फेरि यार, लोड गर्मी। हामी त वहाँबाट यस्तरी जानुपर्छ। मन्दिर आयो, घन्टी बजाऊँ। फर्किने हो कि काठमाडौँ फर्किने हो कि? 4 बजी मात्रै छोड्छ रे हो। बाटो बन्द अरे दाइ। 4 बजीसम्म त किन म्युजिक डीजे लाउने, म्युजिक लाउने, नाचको बगरमा टिकटक बनाउने। त्यहाँ दाइ 4 बजीसम्म त किन बन्द हो भने नि, बाटो बन्दै छ नि, काम हुँदैछ नि। काम भएर चाहिँ अरू बाटो जाने छैन। उयो माथिको बाटो हो, अरू बाटो छैन सर। उतै पुग्नु पर्ने होला है। त्यही त दाइ, अब कहाँ त्यहाँ जान्छ त होइन। शीतल भयो अब जिन्दगी। मुदिर यार के गर्ने यार, कस्तो लङ टुरमा फेरि यस्तै लफडा भयो नि त यार गाइजहरू यार।
अस्तिको बाटो अस्तिको पानीले बाटै उडाइदियो 4 घन्टा कुर अरे हौ रनमा थिए मुदिर 4 घन्टा कुर्यो अरे हौ हामी त यहाँ कुरी के गर्दै बस्नु 4 घन्टामा त हामी त त्यहाँ पुग्ने त आशै छैन हेटौँडा पनि छुँदैन होला लामो थट आउनु बुढा बर्दिमा छ नि एउटा रौता हामी चाहिँ रौता अहिले भनिदिन्छ हामी त रौताहरू जाँदैछौँ अब बगुवा भन्ने ठाउँमा छौँ 1:20 यहीँ भइसक्यो अब सोच्नु न अब कति टाइम लाग्छ होला रौताहरू पुग्नु ल नेटवर्क पनि छैन यार भयो त बिसक्यो भयो यार बर्खाको बेला रोड कन्डिसन चाहिँ अलिक चेक गरेर चाहिँ हिँड्नुपर्ने रोडमा हिँडेको हावा तालमा हिँडेको खुलित भइहाल्यो झन् यस्तो रन्केको कि हामी होइन सबभन्दा चाँडै आइपुग्छौँ भने किलो यस्तो छ आम्मा के डर हो यस्तो मार्ने हो क्या के भएको यो बुढा डेन्जर छ है यस्तो जिन्दगी देखेर नि म त बुढा यार बल्ल हेर्ने लस्कर पल्टनहरू अब यिनीहरू टप्ने हो क्या मजा आउँछ अब खेल्न चिरिबिरी चच्चरी सरारा वेदाहरू पनि चिल रहेछ कुदा 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 हेर्नु न यस्तो भ्यू छ यो भ्यूमा यतिको मौसम भयो पो आहा पानी पनि नपर्ने यतिको चिसो कस्तो मजा आइरहेको क्या बाटो बिग्रेर चाहिँ तनाव भएर अब कति बजी पुग्ने हामी मैले 360 अन गरेँ छैन क्या मुदिर बुढाको गीत गाएको भिडियो हाल्नु पर्ने अहिले 360 अन गर्नुपर्छ बुढा यो अन गर्नुपर्छ अहिले यो के अरे बुढा यो गहिरो होला त्यो विदेश होला यो विदेशको जस्तो समुद्र छ क्या यो विदेश हो यो हामी चाहिँ भरतालमा छौँ है गाइस भरतालमा विदेश यो विदेश हो विदेश पुरै घुमौँ हामी विदेश छौँ है विदेश भरताल विदेश समुद्र हामी विदेशमा छौँ कतार दोहा कतारमा छौँ हामी आज ट्रायल छ हाम्रो इट्स मस्त पहिला म अविनाश बुढासँग आएको थिएँ बुढा हेर यहाँ तर बाइक चाहिँ भित्र आएको थिएन हामी बाइक त वहीँ छोडेर आएको थियौँ अहिले त बाइक पनि कुदाउनु दिने रहेछ हौ यत्रो ठुलो छ यार अब कत्रो ठुलो हो बुढा यार हाल पनि ठुलो छ त विदेश हो के विदेश बुढाको लागि विदेश रहेछ फेरि विदेश भने छ कहाँ एयरपोर्ट बुढा कतार ए बा खेलाउन प्लेनलाई प्लेन नेपालको झन्डा अब के भयो भन्दाखेरि हाम्रो चाहिँ अलिकति कुरा मिलेन अब फेरि भोलि आज के भन्छ हामी कहाँ बस्नु अरे रौताहटा बसेर भोलि बिहान फेरि हामी वीरगन्जको लागि निस्किनु पर्ने भयो मुदिरले गरेर मलाई के थाहा त अब रौतार बन्यो मान्छेले
त्यो बुढा कच्ची हो कि बाटो राम्रो छैन बाटो फर्क्यौँ उही बुढा त्यो हात्ती हो कि भैँसी हो कि गैडा हो कि हो भोलि फेरि बिहान रौताहरूको लागि निस्किन पर्ने भयो दिउँसो काम सक्यो भने राति नै काठमाडौँको लागि हिँडिदिन्थ्यो बरु है बुढा 11 बजे बोलाएको छ अरे अनि अहिले चाहिँ हामी यहाँ भरताल घुम्न आएको चट्ट लागेर समुद्र ताल होइन फोटो हान्ने होला नि त बुढा फोटो हान्ने हो फोटो हान्नुहोस् त हो ल है त हामी चाहिँ अब एकछिन भरताल घुमेर मस्त फोटोसोटो खिचेर अनि बल्ल रुमतिर लाग्छौँ है त आहा कस्तो आवाज आएको हेर्नु नि बुढा आनन्दवाला है सर हावा चलेको पानी चलेको 360 ल अहिले सकिनुपर्छ अहिले सकाउनुपर्छ भिडियो अब के गर्ने फेरि के कता कता जान्छ अब बसिराख्यो नि खलखली बसिन आयो के बुढा पानी कहाँ जान्छ त्यहाँ ठोकेर फेरि यतै आउँछ होला नि त्यहाँबाट ठोकेर फेरि यतै आउँछ होला नि यो त्यतिकै बना हो कि पानी भर्या हो कि पानी भर्या होला हौ मैले त्यस्तै भन्थेँ पानी भर्या भन्थ्यो 6:52 भइसक्यो अहिले भेटौँ ल अब एकछिनमा फोटोसोटो खिच्नुपर्छ अब भरतालमा छ हामी चाहिँ हाई हामी चाहिँ पुगिसक्यौँ अहिले अलमोस्ट हाम्रो यहाँ कति बजिरहेछ भने 6 बजेर फेरि 6:57 भइरहेको अगाडि नै पुग्या अगाडि नै 4 बजे पुग्या कुदिरहेको छ भरतालतिर अनि हामी चाहिँ अब एकछिन यहीँ बसेर एकछिन 1-2 घन्टा रातिसम्म यहीँ बसेर घर होइन होटेल अब भरेतिर मात्रै खोज्ने डिसिसन गऱ्यौँ यहाँ अलिक त्राप कम चिसो छ उहाँ बढी छ उहाँ अब पसिना आइरहेको थियो यहाँ आएको छैन कटारको उसमा ढुवा कटारमा तापक्रम यता चिसो छ उता चाहिँ गर्मी छ उता चाहिँ इन्डिया पऱ्यो कटार पऱ्यो यता त्यही भएर चाहिँ हामी अब यहाँ एकछिनसम्म बस्ने भएँ त्यही भएर भिडियो यहीँ सकाइदिनु लाग्यो क्या त्यो अन्त गाह्रो छ अब भोलि हामी वीरगन्जको लागि निस्किन्छौँ बिहान खानासाना खायो त होला नि बुढा 2 घन्टा जति टाइममा खाना गलरन्दी छतियो सुने तानेर आफ्नै ठानेर गलबन्दी छतियो तिमीलाई तानेर बोलाउन खोजेको आफ्नै ठानेर ल भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब हानिदिनु ए पिस आउट